टिका लाउने कार्यक्रम छ। ब्याक टु माई च्यानल। आई होप सबैजना सञ्चारमा हुन्छ र म पनि सञ्चारमा छु होइन। अनि अब चाहिँ म ठ्याक्क अब हाम्रो विशेष चितवनमा अब हाम्रो श्याम दाइको बिहे छ, ठुममी छोरा माइल दाइको। त्यसपछि अब हामी जानुपर्ने हुन्छ चितवन। अब चितवन गइन्छ। भोलिको जन्ती हो, पर्सि भोज हो, भोलि जन्ती त मैले पनि गइन्छ। देखि के हुँदै गर्छ हेर्दै गरौँ। अब यहाँबाट टक्कै यहाँ दाइ भाउजू घरबाट यहाँ यसो हल्का निस्किन्छ। यहाँबाट हामी टक्कै निस्केर जानुपर्ने हुन्छ डन्डाकुवार पसिसक्नु भएको सानीहरू। अनि त्यहाँबाट अब हामी जानुपर्ने छ। अब हेर्दै गरौँ है त। गाडीमा अगाडि सदस्यहरू छन् हाम्रा। अब जाँदैको त्यस्तै भयो कस्तो आफ्नो डिस्ट्रिक्ट साउन्ड भन्ने कुरा टक्क यहाँबाट जानुपर्ने हुन्छ। हेरौँ बाटोतिर भेट्दै गरौँ हामी है गाइजहरू। ट्राभल गर्दैछु है। कस्तो हात थाहा हेर्दै जाम है। चिया जङ्गलमा हो हामी है। अहिले मोबाइलबाट आयो भने आवाज पर्छ, त्यसैले भेट्दै गरेर क्यामेरा त्यो साह्रो माया देखाइरहेको धेरै। भ्यू गाइज, हामी अहिले यहाँ ठ्याक्क भेडाबारीतिर भ्यू हेरौँ न। यस्तो चिसो आउँदै टक्क तर बवाल देखियो। निर्माण कार्य हुँदैछ। नारायण घाट ठ्याक्क हामी पहुँच्नु लागिसक्यौँ। यस्तो छ यता मैले देखाएन है, तर कस्तो छ बाटो निर्माण कार्यहरू। ट्रक बाटो निर्माण हुँदैछ अगाडि। त्यसपछि यो बाटो सलल्ल हुन्छ सलल्ल। ल त्यही अब नारायण घाट पुग्नु लागिसक्यौँ हामी। अस्ति धुल भइसक्यो होला। कफ धुम त चलाइन्छ, कफ चल्यो धेरै हाम्रो। हामी नारायण घाट आइसकेको छौँ, तर अहिले नारायण यहाँ सुकेको अवस्था जस्तो छ। हेरौँ बजार छ कि त्यहाँ पारी जति, तर अहिले छैन। यसो हिँडाइ धेरै प्रसिद्ध ठाउँ भयो यो गाइज। सबलाई थाहा छ यो कुरा। ल त्यस्तो बबाल। अब यता हाम्रो पर्छ अगाडि निलो एकदम के गरेको। ल यस हामी चाहिँ नारायण घाट पुगिसक्यौँ। अब 24 गति जानुपर्ने हुन्छ। त्यहाँबाट अनि भण्डारी चोक। त्यहाँ जिराफ जस्तो हेर्नु न मूर्ति। जिराफै हो, जिराफको मूर्ति, तर यार देखेन कि यार त्यहाँ बजार नि हेरिदिउँ न टक्क लाएर। बबाल छ बबाल, धेरै सफा चितवन पनि एकदम पहिला भन्दा। हामी म्याजिक रिजर्भ गरिसक्यौँ होइन जानको लागि। यहाँ सानमा हुनुहुन्छ सानो। ल हाई गरिदिनु त। हेलो गाइस, हाउ आर यु? उता म यहाँ अनि त्यहाँ मम्मी यता साइनमा हुनुहुन्छ। कालो देखियो होला यता। ल हामी चाहिँ टक आइपुग्यौँ टक्क लाएर। अब त्यहाँ अगाडि भाइ त्यो घर हो होइन। हामी त्यहाँ गेट सेट बनायो। के छ ल आदमी ए मेरो भाइ। ल माइजू नमस्कार। नमस्कार
आइपुग्नु भएछ हजुरहरू मलाई कति देखाएको छ पिसु हजुर ल यता दिदी बहिनीहरू ढोका ल हामी टोका आएको छौँ यहाँ हाम्रो हजुरआमा मम्मीको मम्मी ल हजुरआमा यहाँ देख्न सक्नुहुन्छ गाई ल त्यहाँ आइ ल ए ल यो कान्छी छोरी माइल छोरी त्यही अब चाहिँ हाम्रो अब बेहुलो केटासँग भेट्नु पर्ने छ र हामी त्योसँग है त ल त्यता बाबा हुनुहुन्छ यता आमा हुनुहुन्छ होइन म आइपुगिसकेँ हाम्रो यहाँ हाम्रो हाम्रो दुला बाबु आउँदै हो क्या त्यो लिएर तिम्रो अरू भन्दा तिम्रो आउनु पर्ने होइन हो के अरे अब ढिलो भयो त नि क्या यहाँ श्याम र सृजना देख्न सक्नुहुन्छ गाइज हामी म चाहिँ अघि नै आएर बसेको है मेरो अहिले साथमा हाम्रो बिनीमा हुनुहुन्छ यता आइको थियो यता हो बिनीमा छोरी छिन् हाम्रो अनि म अघि नै आएदेखि नाचेर बसेको नानीसँग भिडियो बनाएको यता है यहाँ हेर नि डेलीले नि हेर्नुहुन्छ यहाँ होइन अनि सबैजना यता काम गर्दै हुनुहुन्छ हेर्नुहोस् कपरी पुना पुन छ यहाँ होइन गीत पनि बजिरहेको छ यहाँ नि नेता जस्तो के त्यहाँ गाई जस्तो गरिरहेको हाम्रो लोकल फुच्चे भाइहरू छन् यता माइजी हुनुहुन्छ हाम्रो माइजी हुनुहुन्छ यहाँनिर बिनिमा ल हामी एकछिन पछि भेट्ने है बाई होइन बाई भनिदेऊ यहाँ बाई आज नेक्स्ट डे आज मर्निङमा ल हामी अब टक्कर रेडी भइसक्यौँ अब जानको लागि जन्ती जानको लागि यहाँ अब भनिसकेँ हिजो नि नाम अब श्याम सृजना भनेर भनिसकेँ कोट सोट लाएर रेडी भयौँ यता मामा भाइहरू होइन अब जन्ती जाने गाडी यही हो बेसी हेरौँ यहाँ बजिरहेछ बाजाहरू कलाएर अब यहाँ स्कर्पियोमा जानुपर्ने हुन्छ दाइ जानुपर्ने हुन्छ भाउजूलाई लिन होइन हामी यहाँबाट जन्ती जाने कहाँ हो ल नमस्ते रिसिङ भन्ने छ यहाँ फेरि ल त्यही अब यहाँबाट लाग्छौँ अहिले पछि उता धेरै कामहरू हुँदैछ त्यही भएर म यता शान्तमा आएर यसो खिचिरहेको ल बसेको अवस्था यहाँ अब गाडी चढिसक्यौँ होइन त्यहाँबाट अब जानुपर्ने छ सब जन्तीहरू जति लोकल भाइहरू छन् यहाँ उता जन्तीहरू यता बस्यान् अब बाजा साजा हालेर अब यहाँबाट चिकनबाट लाग्नुपर्ने छ हामी डुम्रेतिर यही गरौँला ल यहाँ म यहाँ छ यहाँ ल यता दिदी हुनुहुन्छ ल ल गरौँला ल लाग्यो मैले अब जन्तीहरू सब यहाँ अगाडि स्कर्पियो त हिँडिरहेको छ और लोग रहे इधर सबजना ल गीत घन्टिरहेछ अब हामी लुक एट द भ्यू गाइज मुगलिनतिर अब हामी
धुलो उडाउँदै स्कर्पियो गयो यहाँबाट यस्तो डाँडामा छ हेर्नु गाइसहरु हामी अब लगभग पुग्न लागिसक्यौँ अब है हाम्रो यस्तो ठाउँ डाँडो बिचतिर गएर क्या आज बनाउनु स्थितिमा छैन म पुरै रमाइलो मन र त मस्त छु तर बाटो चाहिँ यही छ यही छ क्या guys, finally हामी पुगिसक्यौँ उता नाचेको देख्नु भयो होला होइन उता नाचगान भएको छ म क्या दामी के हेर्नु न यति दामी शीतल आनन्द आएको छ एकदम शीतल त्यही एकछिनपछि अब म पनि नाच्नु पर्ने हुन्छ त्यहाँ हेर्दै राम्रो म चाहिँ तपाईँहरूलाई यो भ्यू देखाउन आएको खतरा देखेछ रियलमा त अब क्यामेरा त अलिक गतिलो ल्याएन भनौँ यहाँ हो घर यहाँ हाम्रो भाउजूले सिसक्नु भएको छ देख्न सक्नु तर अहिले घुम्डो लाउनु भएको देख्न सक्नुहुन्न दाइले चाहिँ देख्न सक्नुहुन्छ देखिसक्नु भयो हजुरहरूले कति देखाउने म यहाँलाई मात्रै भिडियोमा अनि ओरिजिनल मान्छे हो यहाँ के हुन्छ कार्यक्रमहरू हामी हेर्दै गरौँ है गाइस एकदम हेर्नु पसिना आइसक्यो यस्तो घाम टाढ अहिले हामी चाहिँ भात खाएर पनि भात होइन कि भात कस्तो भात खाना खाएर अनि अहिले टक्कै फेरि यही शीतल ताप्न आएको यहाँ यस्तो अनि यता छन् केटाहरू टक्क चलिरहेको छ यहाँ कस्तो यो सबै गाउँको भाइब छ यता सबै तल यो डुम्रे बजार हो हाम्रो ती माथि छौँ हामी यहाँ माथि टाउन पनि छ माथि यहाँ माथि टाउन छ यता भोज कार्यक्रम यता छ दर्शकहरू यहाँ हुनुहुन्छ सबै यता नाच्ने फेरि यहाँ हुनुहुन्छ बाजा तालमा अब आउँदैहरू चाहिँ क्या एडजस्ट गर्नु होला है त गाइस म नाच्दिनँ होला आज अलि सके कि के हो जस्तो भएको ल आज सुन भेट गरौँ है हामी
मेरो लास्ट